रोइरहेकी थिइन् 5 महिनाकी छोरी आमाले घाँटी थिचेर मारिन्। मेरो लागि खुसीको खबर भन्दै श्रीमानलाई फोन गरिन्। पहिला हेमावतीले आफ्नी 5 महिनाकी छोरीलाई काखमा च्यापिन्। रोइरहेकी छोरीलाई भुलाउन होइन, त्यही क्षण छोरीको नाक र मुख थुनिन्। सास फेर्न नदी मारिन् र श्रीमानलाई फोन गरेर तिम्रो लागि दुःखद खबर छ र मेरो लागि खुसीको भन्दै छोरीको हत्या गरेको हाँसी हाँसी बताउँछिन्। उता वेंकटेश रोजीरोटी जोह गर्नका लागि काममा थिए। श्रीमतीको निर्दयी कुराले एकछिन उनी त्यही जमे। केही क्षणपछि होसमा आएका उनले तिरुपति जिल्ला प्रहरीलाई आफ्नो श्रीमतीले छोरीको हत्या गरेको सूचना दिएर काम छोडेर उनी पनि घर आए। आन्ध्र प्रदेशको तिरुपति जिल्ला प्रहरी सत्यवेदु मण्डलको अग्रहारमा आउँदा त्यहाँ ती 5 महिने बच्चीको मौन शरीर मात्र थियो। छोरीलाई हेमावतीले यसै कारण मारिन् किनकि उनी भोक सहन नसकेर जोड जोडले रोइरहेकी थिइन्। दूध चुसाउनु पर्ने हेमावतीले निर्दयताका साथ भोकी छोरीकै हत्या गरिन्। आमाले काखमा उठाउँदा ती सानी परीले न्यानोपन महसुस गरेकी थिइन् होला। आमाको छातीमा हात डुलाउँदै थिइन् होला। दूध खानको लागि आँतिदै मुख छातीमा डुलाउँदै थिइन् होला, तर आमाको काखमा उनलाई मृत्यु मात्र मिल्यो। हेमावती पक्राउ परिसकेकी छिन्। जसले छोरी ठूलो स्वरले रुन थालेपछि आफूलाई रिस उठेको बयान दिएकी छिन्। रिसको झोकमा उनलाई शान्त पार्न नाक मुख थुन्दा ज्यान गएको स्वीकार गरेकी छिन्। हेमावती र वेंकटेशको 7 वर्ष अघि बिहे भएको थियो। उनीहरूको 5 वर्षको जेठो छोरा छ। 5 महिना अगाडि नै यो दम्पतिले छोरीलाई जन्म दिएका थिए, तर उनीहरूको सम्बन्ध भने राम्रो थिएन। हेमावती र वेंकटेशको विवाह भएदेखि नै बारम्बार झगडा भइरहन्थ्यो, तर पनि यो सम्बन्ध चलिरहेको थियो। वैवाहिक सम्बन्धमा अशान्तिले पहिलादेखि नै चिडचिडी भएकी हेमावती छोरी जन्मेपछि पनि श्रीमान र घर परिवारबाट साथ नपाउँदा हत्यारा बनिन्। उनलाई पापिनी आमा भन्न मिल्दैन, तर अपराध भने उनले गरेकी नै हुन्, जसलाई गर्न उनको पारिवारिक सम्बन्ध र सुत्केरीमा हुने अन्य मानसिक तनावले बल दियो। जति उनी आफ्नी छोरीको हत्यामा अपराधी छिन्, उति नै उनका परिवार पनि।